यो हो सहस्रधारा। पोखरा बागलुङ सडक खण्ड अन्तर्गत पर्ने यो सहस्रधारा जहाँ सुन्दर झरना 108वटा धारा शिव भगवानको मूर्ति र लक्ष्मी नारायणको मन्दिर रहेको छ, जुन चाहिँ पर्वतको कुस्मा नगरपालिका 1 पाङमा अवस्थित रहेको छ। माथि पहराबाट झरिरहेको सुन्दर झरना अहिले हेर्न अथवा घुम्नको लागि निकै मनमोहक बनेको छ र त्यही माथिबाट खसेको झरनाको पानीलाई व्यवस्थित गरी 108वटा धारा निर्माण गरिएको छ, जुन चाहिँ पुनः काली गण्डकीमा गएर मिसिएको छ। सहस्रधारामा हिन्दू धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्वदन्तीका आधारमा यस स्थानलाई पवित्र स्थान मानिँदै आएको छ। कालञ्जर पर्वत अर्थात् पर्वतको हम्पाल क्षेत्रबाट अलप भएको जल पाङमा आएर निस्किएको र त्यहाँ स्नान गर्नाले मनोकामना पूरा हुने तथा विभिन्न रोगहरू निको हुने जनविश्वास पनि रहिआएको छ। अहिले गर्मीको समय छ। यदि तपाई पनि बागलुङ बेनी जाँदै हुनुहुन्छ भने बाटोमै पर्ने यो सहस्रधारा झरना पसेर मन शीतलो पक्कै बनाउनु होला।